ल हेर्नुहोस् त यदाइले आज बिहानै आफ्नो घरको पाडोलाई काटेर यस्तो ठाउँमा लिएर राखिदिनु भएछ। अनि मासु चाहिँ 20 रुपियाँमा बेच्दै हुनुहुन्छ। अब जसरी खान्छ अब 50 कुनी दिन्छ, 20 कुनी दिन्छ, 100 कुनी दिन्छ। अब कसरी खानुहुन्छ? नमस्ते सबैजनामा। अहिले म दाङदेखि प्युठानको अति नै प्रसिद्ध दिहाल्न चौर दुवादशी मेला हेर्न आएको छु। हजुरहरूलाई यो मेलामा धेरै स्वागत छ। सो अहिले चाहिँ हामी प्युठानको यो दियाल्ना भन्ने मेलामा छौँ। यहाँ त सबै चिज पाउँदो रहेछ। हेर्नुहोस् त मेला त बब्बाल लाग्दो रहेछ। जेरी, रक्सी, चाउमिन, मोमो के हो के। हरि युट्युबमा पनि अहिले साउले लगाउँदैन हाम्रो। ल हेर्नुहोस् बिहानै घरबाट मेला घुम्नका लागि हिँडेको साथीले घरि के को मासु भनेर मेलाभरि हैरान बनायो। के पाउँछ रे त्यहाँ राङ्गाको मासु पाउँछ यो चाहिँ खतरा लाग्यो है मलाई। ल हेर्नुहोस् है यो चाहिँ यहाँनिरको मार्केटिङ चाहिँ खतरा लाग्यो मलाई। यो यहाँ देखाइसकेपछि चाहिँ के को मासु थाहा हुन्छ, तर हेर्दाखेरि कसरी थाहा हुन्छ हौ। यो हेर्नुहोस् त यता काठको किल्लामा राखिएको यो चाहिँ पाडाकै मासु हो भन्ने प्रमाणित गर्नका लागि राखिएको अरे। सायद पहिलोचोटि देखेर होला यो चाहिँ मलाई असाध्यै रमाइलो लाग्यो। गजब लाग्यो मलाई। के भन्नुभयो अरे हजुरहरूले? यो पाडो हो ठुलो खसी हो। नमस्कार। यो के गर्नु भएको? यो चाहिँ हाम्रो एउटा प्रुफ देखाएको। के को प्रुफ हो यो? यो कसरी के को भनेर उवर चाहिँ खोज्छन् अनि त्यही भएर अब खसीको अनि राङ्गोको भनेर अनि देखाएको प्रुफ हो। यो के को हो त ठ्याक्कै? यो राङ्गाको हो। यो पाकिरा पनि राङ्गै हो त? एकदम राङ्गो। बस कसरी त नि? अब जसरी खान्छ अब 50 कुनी दिन्छ, 20 कुनी दिन्छ, 100 कुनी दिन्छ। अब कसरी खानुहुन्छ गरकले उयो अनुसारले दिन्छ। के नाम हजुरको? मेरो सुरज गर्दी मगर। सुरज घरती मगर। बस मेरै गोत्यार भेटिनु भएछ। म सुरज घरती मगर वा सुरज घरती मगर। ल खुसी लाग्यो। राम्रो व्यापार गर्नु होला है। ल यताबाट हाम्रो दिदीबहिनीहरूले ट्याक्क खाइराख्नु भएको छ। मैले यता बसेर थुक मिलिरहेको छु खासमा। अनि यतातिर चाहिँ मलाई चिन्नेहरू धेरैजना मेलामा आउनुभएको रहेछ। उहाँहरूसँग पनि चिनजान गरियो, रमाइलो भयो, भेटघाट गरियो। कहाँदेखि आउनुपर्छ नाम अनि अगाडितिर हिँड्दै थियौँ यहाँनिर त फेरि एउटा ग्रुप मजाले बसिरहेको देखेँ। बिचैमा पाडाको मासु अनि गिलासमा मिनरल वाटर। अब आफै बुझ्नु होला कस्तो खालको वाटर होला। हामी चाहिँ अहिले दियाल्ना चौरमा छौँ प्युठानको। यहाँनिर सबैजना आउँदो रहेछ। ल सबैजनालाई नमस्कार। नमस्कार। ल कताबाट यो टिम? हाम्रो गाउँमुखीदेखि आएको हो। को भेगराज भाइ पनि आउनु रहेछ। यहाँ रहेछ मजा त होइन? मजा यस्तो पो त यार। गाउँले जीवन भनेर त ट्याक्क लाएर होइन डाँडा बस्ने मेला हेर्न आएको यहीको लागि हो। पाडाको मासु खाने, भाडा मासु खाने, अनि मिनरल वाटर खाने। मिनरल वाटर र वाटर होला है आइसमा मिनरल आइसमा हो। तर भित्र अर्कै छ होला होइन नि? चाप्ने भइसक्यो। ल खुसी लाग्यो। ल धेरै धन्यवाद है कुराकानी गऱ्यौँ। आजको मेला असाध्यै रमाइलो हुँदैछ है। अरू पनि धेरै कुराहरू देखाउँछु। भिडियोलाई हेर्दै गर्नुहोला।